हेलो साथीहरू, गुड मर्निङ। आज म तपाईहरूलाई मेरो करेसाबारी देखाउन गइरहेकी छु। हेर्नु है त मेरो करेसाबारीमा के तरकारी छ। भिन्डीको बोटहरू हेर्नु त आमको रुखभन्दा पनि धेरै अग्लो गएको छन्। यता खुर्सानी लगाएको छु मैले। आज मेरो करेसाबारीमा के तरकारी फलेछ, भिन्डी कतिको लागेछ है त म टिपेपछि देखाउँछु हजुरहरूलाई। यति ठुलो भएको छ नि मेरो भिन्डीको बोटहरू, त्यहाँ आमको रुखभन्दा पनि ठुलो भएको छ। टिप्नै गाह्रो हुन्छ के। यता निम्बुको बोट पनि छ, यहाँनिर सानो सानो निम्बुहरू पनि फलेछन् काहीँ काहीँ। यता फल्दैछ हरियो निम्बु पनि। यता पहिले लौकीको बोटा थियो, धेरै खायौँ हामीले त्यहाँ। अब यता तोरियाको बोटहरू पनि छन्। केही दिन यता हेर्नु न मेरो करेसाबारीमा तोरिया पनि फल्दैछन्। काँक्राको बेला पनि यसमै छ। केही दिन हामीले लौकी खायौँ, अब केही दिन भिन्डी खाँदैछौँ। त्यसपछि तोरिया पनि फल्दैछ साथीहरू। यता काँक्राको बेला र तोरियाको बेला सँगै भएको हुनाले काँक्राको बेला त्यति खासै राम्रो भएको छैन, र तोरिया चाहिँ फल्दैछ है। यता मकैको बोटा पनि छ। आज बिहान बिहान पानी धेरै परेको थियो। यता मैले सम्दनीको साग पनि लगाएको थिएँ यता, तर सम्दनीको साग चाहिँ खासै राम्रो भएन है। जति राम्रो हुनुपर्ने त्यति राम्रो भएको थिएन। हेर्नु न खुर्सानीको बोट, कति राम्रो खुर्सानी फलेको छ मेरो। यस्तो मग बास्ना आउँछ नि घरको खुर्सानीको, हरियो खुर्सानीको त कुरै नगरौँ साथीहरू। यता डल्ले खुर्सानी पनि फलेको छ मेरो। अनि म आफ्नो करेसाबारीमा हात हल्लाउँदै भिडियो बनाउँदाखेरि धेरै मक्खै छु है साथीहरू। यता अब 2-4 दिनपछि मकै पनि हुने हो। मकै खानलाई आउनु है साथीहरू। यी मैले भिन्डी पनि टिपिसकेँ। यता तोरियाको बेला पनि यता लागेछ, अब केही दिनमा फल्दैछ। यता धेरै भएको छ तोरियाको बेला पनि। यता मेरो हजारी फुल, तिहारको लागि मैले हजारी पनि रोपेको थिएँ। कस्तो राम्रो मौसम भएको छ हेर्नु न। आज बिहान बिहानको चिसो चिसो मौसम, हल्का हल्का पानी पर्दैछ। अनि साथीहरू, मैले भातसँग खानको लागि हरियो खुर्सानी पनि टिपेर ल्याएँ। अनि मैले त्यहाँ निम्बुको बोटमा निम्बु पनि पाएको थिएँ, 4 दाना। तल झरेको रहेछ, पहिले जाँदाखेरि त त्यहाँ देखेन। त्यसपछि अहिले आउँदाखेरि बोटको त्यहाँ तल झर्या रहेछ, अनि त्यहाँ पाएँ। अनि अम्बा पनि फलेको रहेछ साथीहरू। यहाँ मेरो घरको यहाँ बोटमा त अम्बा पनि यति मिठो हुन्छ नि, धेरै फलेको थियो। अब म भिन्डी लगेर तरकारी पकाउन गएँ। थ्याङ्क यू साथीहरू।